यो हाम्रो बाटो म दोकान जान लागेको यस्तो छ। यो हाम्रो गाउँ, यो धानहरू यस्तो छ बाटो। पानी हिलो हिलो यसरी हिँड्न पर्छ। यहाँ बिचरा हामीलाई भन्दा नि स्कुल जाने बच्चाहरूलाई साह्रै समस्या छ। यस्तो छ यी बाटोमा हिलो हिलो। अस्ति पानीले खत्तम पार्दैछ बाटो। बिचरा बच्चा जाने स्कुल जाने बच्चाहरूलाई। हाम्रो यो पहाडी इलाका चारैतिर पाहाडै पाहाड छ। यो मेरो छोरो पछि आइरहेको छ। मेरो दोकान खोल्न जानु भनेर आज छुट्टी रहेछ। आज छुट्टी। यहाँ फेरि मूल खोलाको तलबाट विशेष गरेर बिन्ती प्रार्थना विशेष सबैलाई मेरो भिडियोलाई मैले जानी नजानी गरेको भिडियोलाई कृपया गरेर सक्दो हजुरहरूले हेरिदिनु होला। एक कुलो हो गोर्खामा यो घोरी खेलेर आउँछ र यो व्यक्तिमा देखेको छ। सबैमा धान रोप्ने एक कुलोबाट हो। खेतीपाती हरियाली यस्तै हो। वन ठाउँमा बस्ने जङ्गलको छेउमा बस्ने मान्छेको हरियो वातावरण। केराहरू चाहिँ है केरा यो पसार छ, केरा फलेछ। यता छेउमा कुरोहरू यहाँनिर एउटा केरा रहेछ, यहीँ पसार छ। देख्न सक्नुहुन्छ। यता पनि पसारै छ आएको केरा। यतापट्टि बाटो स्थिति हालत यसरी हामी हिँड्नु पर्दछ। खुट्टा धोएर पानी। ल हस् त नमस्ते। अब म ठुलो बाटो राम्रो बाटोमा आइपुगेँ।